1 बजेर 1:30 भइसकेको छ। निन्द्रा अब लाग्छ जस्तो छ। तर मैले भोलि चाहिँ कहाँ जाने भनेर सोचिरहेको छु। त्यही भएर चाहिँ म कुर्सीमा यत्तिकै ढलिरहेको छु कि यस्तो तरिकाले। भोलि चाहिँ म कहाँ जान्छु भने ओइते जान्छु। भन्नेले के भन्छन् भन्नु कसोरी, सोच्नेले के सोच्छन् सोध्नु कमजोरी। म तिम्रो तिमी मेरी जुनी जुनी भरी। यस्तो त लाग्दैन केही तिमीलाई छोडेर जाउँ कहीँ। यस्तो त लाग्दैन केही तिमीलाई छोडेर जाउँ। यस्तो त लाग्दैन केही तिमीलाई छोडेर जाउँ कहीँ। हेलो एभ्रीबडी, व्हाट्स अप? दिस इज मी सञ्जीव स्ल्यास ब्लाइन्ड विन्डो। आज पनि म साउथ कोरियाको यो ओइदो भन्ने ठाउँमा आएको छु। यो चाहिँ यो समुद्रको नजिकै पर्छ। समुद्र मेरो तल समुद्र परेको छ होइन। यता चाहिँ डाँडाहरू छ, यतापट्टि रुखहरू, सल्लाहको रुखहरू चाहिँ दिस नाइस प्लेस। यो पनि घुम्न लायककै ठाउँ रहेछ। यहाँ त्यो भयो नि जो अब साउथ कोरियामा यतिको चाहिँ हरियाली अनि यो के अरे समुद्र देख्दाखेरि रमाइलो चाहिँ लागिरहेछ। लेट्स गो। यो बाटो हेर्दा चाहिँ नेपालकै यस्तो लाग्यो मलाई अलिअलि। तर यहाँ चाहिँ अलिकति त्यो काठसाट लगाएर रहेछ होइन। अन्त चाहिँ लगभग एउटै जस्तो लाग्यो। यो नेपालकै जस्तो छ। यतापट्टि डाँडो रहेछ यो। यु क्यान सी। आज म एक्लै हिँडिरहेको छु। आज मिलन घर गयो होइन। मिलन घर गएपछि मैले आफै एक्लै ब्लगिङ गर्दैछु। म यो समुद्रको किनारमा ओइदोको यो समुद्रको किनारमा आज चाहिँ एकदमै घाम पनि लागिरहेको छ। सो एकदमै रमाइलो पनि छ। मान्छेहरूको आवत जावत पनि लास्टै धेरै रहेछ कि आज छुट्टीको दिन शनिबार स्याटरडे। You said the same thing I told ya. My eyes are clear, there's no secret. I wanna know, was it serious? I need it clear, my best friend. Isn't easy to show with the weight of the world on my shoulders. I know I told you it's the best light I know. It's not a game that I am playing. My love, trying to hold my feeling, I don't know what's right. I'll find the best way, I think that I might. I know you made it in the nick of time. I'm calling on you. I think we're made of something. एकदम धेरै ढुङ्गा रहेछन् कि यो साइडमा। ढुङ्गा धेरै रहेछ यहाँ। म समुद्रको किनार हिँडिरहेको छु। ओ माय गॉड, ढुङ्गा त यति धेरै रहेछ। तर
यस्तो ठाउँमा हिँड्दाखेरि चाहिँ एकदम रमाइलो हुन्छ के मलाई होइन। आज कति बज्यो? ढुङ्गाले गर्दाखेरि एकदमै कस्तो अप्ठ्यारो हिँड्नलाई। 3:34 भयो। 3:34 म चाहिँ ओइदोको त्यो साइडमा छु। आज ओइदोमा घुमाइरहेको छु एक्लै। आज चाहिँ मेरो साथी कोही पनि छैन। मिलन चाहिँ अब घर गइसकेँ, मैले अलरेडी भनिसकेँ। तैपनि म आज रमाइरहेको छु एक्लै भयो भने। त्यो भने आइ मिसिङ मिलन, नवीन कार्की घर गयो होइन। अनि आज सन्डे भएको होइन, आज स्याटरडे हो क्या है, सरी आज सन्डे होइन, आज स्याटरडे हो। स्याटरडे भएको हुनाले चाहिँ यो ओइदोको यो समुद्रको छेउमा चाहिँ मान्छेहरू चाहिँ आज चाहिँ के गरिरहेछ भने यो माछा मारेर यो बल्छी धुँदै बसिरहेछ। चाहिँ यो आज सटरडे सन्डेहरूको छुट्टी हुन्छ, यिनीहरू पनि रमाइलो गर्न खोज्छ। यिनीहरू इन्जोय गरिरहेछ, म पनि इन्जोय गरिरहेको छु। किनभने म चाहिँ यो ओइदोको यो साइडमा बसेर भिडियो सुटिङ गरिरहेको छु। आफू पनि रमाएको छु, यिनीहरूले पनि हेरिरहेको छु। आई फिलिङ सो नाइस टुडे। आज फेरि यो बाहिर यस्तो हावा ल्याइरहेको छ, हावाले गर्दाखेरि जाडो पनि भएको छ, अलिक चिसो भयो क्या यो कपालमा, तर ठिक छ, आइएम फाइन। 안녕하세요. यो अलिअलि उकालो रहेछ यहाँ, उकालो भएकोले श्वास अलिअलि श्वास पनि भयो, श्वास प्लस अनि जाडो पनि भइरहेछ। आई फिलिङ कस्तो के आज चाहिँ एकदमै नेपालमै गए जस्तो फिल भइरहेछ। किनभने त्यो ठाउँ नै यस्तो रहेछ कि यहाँ चाहिँ आर्मी कोस्ट गार्डहरूको पनि एउटा चेकको रहेछ जस्तो छ यहाँ सायद होइन। मैले लिभ कार्ड ल्याउनु भुलेछु है, भोलि कि कहीँ छ कि हेर्नु मन लाग्छ। छैन जस्तो लाग्यो, पकेट पनि छैन। ए रहेछ यो पक्रेर केही पनि बाँकी राख्छ। मान्छेहरूले चाहिँ शनिबार आइतबार रमाइलो गर्ने रेस्टुरेन्टमा खाने गर्ने यो बिचमा फेरि अहिले चाहिँ एकदम जाडो भएको चाहिँ मान्छेहरू
त्यति बाहिर चाहिँ बस्दैनन् आज पनि सन्डे अनि स्याटरडे चाहिँ मान्छेहरू अलि धेरै आउँछ किनभने अलिक जाडो पनि कम छ आज अब चाहिँ लगभग समर लाउन आइसक्यो समरमा चाहिँ मान्छेहरू एकदमै भिड हुन्छ थकै लागिसक्यो अन्त चिसो पनि धेरै भयो आज चाहिँ मलाई पक्का रुगा लाउँछ मैले थाहा भइसकेको मैले ज्याकेट पनि आज त्यस्तो एकदम बाक्लो लगाइन होइन तैपनि ठिकै छ पछाडि कति धेरै चराहरू चाहिँ एकदमै नजिक नजिकै आउँदो रहेछ कि यहाँ एकदमै एउटा टावर पनि छ क्या म चाहिँ टावर माथि जाँदैछु अब तर यहाँबाट भ्यू कस्तो देखिन्छ भन्नेले के भन्छन् भन्नु कसोरी सोच्नेले के सोच्छन् सोध्नु कमजोरी म तिम्रो तिमी मेरी जुनी जुनी भरी त्यस्तो त लाग्दैन केही तिमीलाई छोडेर जाउँ कहीँ त्यस्तो त लाग्दैन केही तिमीलाई छोडेर जाउँ बोल्न पनि कस्तो अप्ठ्यारो भइरहेको छ क्या हल्लिँदो रहेछ कि हल्लाङ हल्लाङ गरेर हल्लिँदो रहेछ यो पुललाई खासै राम्रो बनाए जस्तो छैन त्यो पानीमा भएर होला सायद त्यो पानीमा कस्तो कता के हल्लिएको होला कि नहल्लिनु पनि यस्तो त हल्लिन्छ त के हो कुरा नेपाल 알아요? 아저씨는? 가보지는 않아. 안 했지.
그 에베레스트 있잖아, 산에 올라가는 거. 예. 그 왜 이렇게 짐 같은 거 이렇게 날라다 주는 사람. 그 사람을 포터라고 그러냐, 셀프라고 그러냐? 셰르파. 셀파라고 그래? 그래요. 셰르파 사람이요. 셀파. 네. 왜 TV에서 봤어요? TV에서. 아니 저기 뭐야, 그 이 화물차를 갖다가 예. 포터라는 그 이름을 붙인 차가 있어. 그래서 그 뭐 포터라고도 하고 뭐 셀파라고 하고 그런다고 하길래 어떤 게 정확한 건가? यो कोरियनहरूले चाहिँ कस्तो हुन्छ भने शेर्पाहरूलाई चाहिँ एकदम चिनेका हुन्छन् कि, किनभने तिनीहरूले चाहिँ यो एभरेस्टमा जाँदाखेरि जो शेर्पाहरूले चाहिँ यो सामानहरू बोकेको देख्दो रहेछन्, अनि त्यो टिभीमा पनि आउँदो रहेछ। चाहिँ यिनीहरूले त्यही भएर चाहिँ यो शेर्पाहरूको बारेमा धेरै कुरा गर्छन्, अनि एभरेस्टको बारेमा अनि प्लस अनि अन्नपूर्णको बारेमा। यिनीहरूले म्याक्सिमम् चिन्ने भनेको चाहिँ अन्नपूर्ण र एभरेस्ट र शेर्पा। 이거? 네, 이게 에바다구나. 에바다요. 그거 줘. 이거 이거죠? 바꿔줄게. 알았어요. 저녁은 먹냐? 네. 여기 밥 해주는 게 있어? 네. थ्याङ्क यू सो मच गाइज। आजको यो ब्लग चाहिँ मैले यो ओइदोको वरिपरि भएर चाहिँ गरेँ होइन। होप सो यु लाइक र मन पऱ्यो भने चाहिँ तपाईँले चाहिँ लाइक गरिदिनु होला, अनि चाहिँ सब्सक्राइब चाहिँ गर्न चाहिँ नभुल्नु होला नि। थ्याङ्क यू भेरी मच फर द्याट। थ्याङ्क यू। भन्नेले के भन्छन् भन्नु कसोरी, सोच्नेले के सोच्छन् सोध्नु कमजोरी। म तिम्रो तिमी मेरी जुनी जुनी।